आज चाहिँ एका बिहानै उठ्यो अगेनामा गएर आगो फुक्यो अनि चिया पकाउनु भएको रहेछ मम्मीले। त्यसपछि चिया तताइवरी चट्टसँग गिलासमा पनि हालेँ अनि कस्तो भएछ त आफूले पकाएको चिया भनेर खाएको। कम्ता दामी भएको थिएन। त्यसपछि चट्टसँग बाख्राहरूलाई पनि घाममा निकालेर घाँस पनि लगाइदिएँ। त्यसपछि बाख्राहरूलाई फाइनली घाँस लगाइवरी हजुरआमा के गर्नु हुँदैछ भनेर गएको त बाफ्रे हजुरआमाले चाहिँ आफ्नै करेसाबारीमा फलाएको मुलाहरू त बाफ्रे बाफ एउटा त काँदैमा नअट्ने खालको थियो भने अर्को पनि फेरि त्यस्तै फलिरहेको रहेछ। त्यसपछि चट्टसँग हामी चाहिँ अफ्रिकन बाना ट्राइब जसरी नै ट्राई गर्नेवाला छौँ स्ट्रिकमा। त्यही भएर चट्टसँग बाँसघारीमा चाहिँ गएर चट्ट बाँस पनि काट्यो अनि 2वटा बाँसको स्ट्रिकहरू पनि बनाइयो। फाइनल्ली हामीले चाहिँ बनाएर रेडी पनि गर्यो। त्यसपछि अब चाहिँ कतिको सकिन्छ त भनेर ट्राई गरौँ न त भनेर ट्राई गरेको। बाफ्रे बाफ यसो सकिन्छ कि क्या हो जस्तो लागिरहेको थियो सुरुमा, तर क्यामेराम्यानको टाउकामा लागेर झन्डै मृतक भयो। त्यसपछि सकिन्छ कि क्या हो जस्तो हौसला बढ्न थाल्यो। त्यसपछि चट्ट ट्राई गरेको त बाफ्रे होइन एक ताली पनि ट्राई नगरिकन सक्तो पो रहेछ हो खेल्नलाई। तर मैले एकै तालीमा चाहिँ यो खेल्न जानेको होइन है। मैले चाहिँ 12 वर्षको उमेर हुँदाखेरि नै मैले चाहिँ यो सबै सिकिसकेको थिएँ। अनि यो 2वटा बाँसको स्ट्रिकमा चढेर हिँड्न चाहिँ ककल आउँछ सबैजनाले कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला है। त्यसपछि बल्ल बल्ल बनाएर खेल्न पाएको। चट्टसँग 2टा खुट्टा टेक्दै 2 घन्टाको बाटो वार पार पारिदिएर भने फेरि यता चाहिँ हिँड्दै एउटा आँखलो चाहिँ स्वाट्टै भाँच्यो भने यसको बारेमा अर्को भिडियो बनाउँछु। भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गर्नु होला। आजलाई यति एन्ड बाइ बाइ।